यो चाहिँ हाम्रो पल्सरको क्लच प्लेट र मेल फिमेल चेन्ज गर्न लाग्यो। यसमा दुईटा मैले पटक पटक भिडियोमा देखाउँछु, यस्तो दुईटा हुन्छ, एउटा अलिकति कोब्रो पारेको हुन्छ, एउटा चाहिँ स्ट्रेट हुन्छ। स्ट्रेट भाग मुनिपट्टि बस्छ, कोब्रो परेको भाग यसरी घोप्राएर नहाल्ने, यसरी उतान्नु पर्दा यसरी गरेर हाल्ने। अनि यो हालिसकेपछि एउटा मास्टर प्लेट लाग्छ। मास्टर प्लेट भनेको क्लच प्लेटमा दुई थरीको तपाईँको यस्तो खालको हुन्छ हेर्नु है, एउटा चढै हुन्छ, एउटा पत्लै हुन्छ। अनि पहिला त्यसपछि यो हाल्ने, पातलो खालको हाल्ने, त्यसपछि एउटा प्रेसर प्लेट हाल्ने, त्यसपछि एउटा क्लच प्लेट हाल्ने, त्यसपछि फेरि एउटा प्रेसर प्लेट हाल्ने, त्यसपछि फेरि क्लच प्लेट हाल्ने, फेरि त्यसपछि प्रेसर प्लेट हाल्ने, त्यसपछि क्लच प्लेट हाल्ने, फेरि प्रेसर प्लेट हाल्ने, त्यसरी क्लच प्लेट हाल्ने, यसरी भयो, कम्प्लिट भयो। यहाँ यो हाल्दाखेरि चाहिँ यहाँ वासर हुन्छ, वासरमा घाट एकतिर चाहिँ ठुलो हुन्छ, एकतिर चाहिँ सानो हुन्छ। ठुलो भएको घाट चाहिँ भित्रपट्टि हालेर त्यो अनिवार्य हाल्दाखेरि चाहिँ नबिर्सिनु होला। त्यो बिर्सिँदाखेरि चाहिँ तपाईँको क्लचले काम गर्दैन है, क्लचले काम गरेन भने तपाईँलाई टेन्सन हुन्छ। त्यसपछि यहाँ एउटा वासर हुन्छ, यसरी वासर हाल्ने। यसको नट उल्टो 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 गुनाको हुन्छ है, उल्टो गुनाको नट हुन्छ। त्यसपछि यसलाई यसरी राख्ने, यसरी हामीले मेसिनले टाइट गर्नु हुन्छ, यसरी टाइट हुन्छ। त्यसपछि 5वटा स्प्रिङ लाग्छ। स्प्रिङको भाग पनि हेरेर नबिर्सिनु होला। त्यसपछि यहाँ 5वटा स्प्रिङ हुन्छ, 5वटा स्प्रिङको मुखलाई भित्रपट्टि पार्ने यसरी है। त्यसपछि यो एउटा प्लेट लाग्छ, प्लेटलाई यहाँ यसरी राख्ने, यसरी राख्ने अनि यसरी राख्ने। पाँचवटा बोल्टलाई ल राम्रोसँग भिडियो स्किप नगरिकन हेर्नु होला। जहिले पनि यो बोल्ट टाइट गर्दाखेरि क्रस गरेर टाइट गर्नुपर्छ। क्रस भनेको तपाईँले देखिरहनु भएको छ, यसरी क्रस गरेर यसरी कस्नु होला। सबै साथीहरूले भन्नुहुन्छ क्लच प्लेटमा कस्तो खालको हुन्छ क्लच प्लेट, एकचोटि फिल गरेर देखाउनु कमेन्टमा सोध्नुहुन्छ साथीहरूले। त्यही भएर आज चाहिँ मैले यो एकदम फिट गरेर तपाईँहरूलाई क्लच प्लेट देखाइदिइराखेको छु है। यसरी क्रस गरेर टाइट गर्नु, यसरी क्रस गरेर टाइट गर्दाखेरि त्यो बराबर जानुपर्छ, बराबर त्यो सबै स्प्रिङ एकदम बराबर तरिकाले बसे हुनुपर्छ, नत्र तपाईँ क्लचले काम गर्दैन है साथीहरू। यसरी बुझ्नु। त्यसपछि यहाँनिर एउटा ओइल पम्प बस्छ यसमा। त्यसरी नै यहाँ सेम वासर हुन्छ। यो दुईटाको वासरमा जुन जता हाले पनि केही फरक पर्दैन। नट चाहिँ एउटा सुल्टो चुरी र एउटा उल्टो चुरी हुन्छ है। त्यो भनेको एउटा उल्टो गुना एउटा सुल्टो गुना हुन्छ। यो यतापट्टि कसिन्छ भने यो यतापट्टि कसिन्छ है।
कम्प्लिट भयो। त्यसपछि यसको यो ओइल पम्पको कभर बस्छ। कभर हाल्दाखेरि यहाँ ग्यास्केट हुनुपर्छ है साथीहरू। तीनटा स्क्रु यसरी लाग्छ। तीनटा स्क्रु एउटा तीनटा भयो। यसलाई कस्दाखेरि चाहिँ अलिकति पावरफुल कस्नु होला। हामी चाहिँ बिटले अहिले कसिरहेको छौँ, तपाईँले चाहिँ अहिले कस्यो भने पावरफुल हुनुपर्छ। त्यसपछि यहाँनिर एउटा बेरिङ लाग्छ। यो बेरिङलाई यसरी अँट्याउँदाखेरि प्लस फ्री हुन्छ है, न्युट्रलमा हुन्छ है। यसलाई सबै लगभग कम्प्लिट भयो। त्यसपछि यो किकमा यहाँ एउटा वासर बस्छ, यो पनि हाल्न नबिर्सिनु होला है। ल त्यसपछि यहाँ एउटा यसरी ग्यास्केट लाग्छ। यसरी क्लच कभर ग्यास्केट भन्छ यसलाई। ग्यास्केटलाई राम्रोसँग एकदम ध्यान दिएर हाल्नुपर्ने हुन्छ, पछि गएर मोबिल लिक गर्छ। हामीले सिलर भन्ने कम्पनीको ग्यास्केट युज गरेका छौँ हामीले यसमा। सिलर कम्पनी तपाईँले आफ्नो हिसाबले जुन पनि हाल्न सक्नुहुन्छ। यसरी बिस्तारै ठिक छ, यसरी बस्नुपर्छ है। ट्याक्क एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छवटा सातवटा आठवटा अनि 8वटा बोल्ट अहिलेसम्म लागेको छ यसमा। 12वटा बोल्ट लाग्नुपर्छ। 8वटा अनि त्यसपछि 8 1 9 10 यो पहिला यहाँ फसाएर यसलाई लाउनु। 10 3 12वटा बोल्ट यसमा लाग्छ। यसलाई पनि कस्दाखेरि तपाईहरुले क्रस गरेर कस्नु होला। यसरी त्यसपछि एकचोटि चेक गर्नु होला है। 1 2 3 4 5 6 7 8 9 10 11 र 12।
यस्तै यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने चाहिँ लाइक सब्सक्राइब गर्नु होला। यस्तै यस्तै भिडियो हेर्नुको लागि चाहिँ इन्ट्रेस्टिङ भिडियोहरू हुन्छ। भिडियोलाई चाहिँ स्किप गर्नुभयो भने चाहिँ केही बुझ्दैन। छोटो छोटो भिडियो बनाउँछु म, धेरै लामो लामो बनाउँदिनँ। छोटो लामो बनाउँदाखेरि साथीहरूलाई बोर लाग्न सक्छ भनेर चाहिँ छोटो छोटो। त्यसपछि यहाँनिर एउटा क्याप लाग्छ है, डाइनोमा बस्छ है, यो डाइनोमा सेल्फ डाइनोमा भन्छ यसलाई। यसरी लाग्छ चारपाटे स्क्रू लाग्छ। यसलाई पनि पावरफुल बस्नु होला है साथीहरू। अनि अब हाम्रो टोटल यो क्लच प्लेट फिडिङ भयो। अनि क्लच प्लेट कसरी फिडिङ हुन्छ भनेर सोध्नुहुन्छ। क्लच प्लेट भनेको के हो, क्लच प्लेट चाहिँ गयो भने के हुन्छ भनेर धेरै साथी